कान्छी छोरीको हो तपाईको त कान्छी छोरी चाहिँ म बाई बाई सानी बाई भन्नुस् बाई बाई भन्नुस् न बाई 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 टाटा टाटा A few moments later, a few minutes. हेलो भन हेलो साथीहरु वेलकम ब्याक टु माई भिडियो एन्ड अनदर ब्लग सबैजनालाई स्वागत छ फेरि पनि मेरो भिडियोमा अनि सबैजना सन्चै हुनुहुन्छ होला यसले झन् डिस्टर्ब गर्यो के सबैजना सन्चै हुनुहुन्छ होला साथीहरु हामी पनि सन्चै छौं तपाईहरु सन्चै हुनुहुन्छ भन्ने आशाको साथमा आजको भिडियो सुरुवात भइसकेको छ साथीहरु अनि साथीहरु बाबुले चाहिँ डिस्टर्ब गर्यो माइन्ड नगर्नु होला अनि भिडियो चाहिँ मैले हिजो मात्र छोटो छोटो क्लिपहरु लिएको थिए तर भिडियो आज सुरुको भिडियो चाहिँ आज गरे अनि हिजो म चाहिँ मेरो साथी मुनालाई भेट्न गएको थिए अनि मेरो साथी चाहिँ उकेबाट आएको थिए अनि त्यसपछि धेरै अनि टाइम लगभग 2 इयर्स पछाडी नै होला अनि त्यसपछि भेटघाट भयो रमाइलो भयो खाना साना यताउता इन्जोय भयो साथीहरु अनि त्यो मिसहरूले हामी काट्दिन अलि सम टाइम ल यता हेरेर पनि स्वागत छ तपाईलाई बनाउन मान्छे भएर मेरो युट्युब च्यानलमा भिडियोमा हामीसँग एकदम टाइम नभएर हामी आफ्नै बिहेको आफै यहाँ के रे यो के भन्छन् मम्मीलाई कार्डको लागि निमन्त्रणाको लागि हामीले आफै निम्तो भन्न निम्तोको लागि हामीले के गरिरहेछौँ त यहाँ सुपारी र ल्वाङलाई हामीले प्याक गरेर हामी निम्तो भन्न जाँदैछौँ एकछिनमा त्यही पनि यहाँ हुनुहुन्छ मम्मी बिहे चाहिँ उहाँको कान्छी छोरीको कान्छी छोरी चाहिँ मुना छोरी कति धेरै चाहिँ यहाँ पनि छ साथीहरु यो पनि हो यो पनि यो चाहिँ निम्तो टन्नै रहेछ हामी चाहिँ यहाँनिर बनाउँदैछौँ हामी चाहिँ गएको मुन्नुको घरबाट हामी सानी कसरी मेरो साथीलाई दिएको कसरी देखाउँछौँ नि बनायो बाबु मैले तपाईहरुको सामु राखेको छु अनि मेरो साथीको चाहिँ 7 गते बिहे छ अनि बिहेको लागि त्यो सुपारीहरु मलाई चाहिँ फर्स्ट टाइम हो है मलाई थाहा थिएन त्यो गराउँछन् भन्ने कुरा अनि सुपारीहरु के हो त्यो बनायौं मम्मी मैले मिलेर अनि त्यसपछि साथीले चाहिँ के ल्याएको छ त भनेर मैले हिजो नै तपाईहरुलाई देखाउने सोचिरहेको थिएँ तर हिजो चाहिँ बेलुका अँध्यारो भइहाल्यो त्यही भएर भिडियो बनाउन पाइन अनि अहिले चाहिँ अनबक्सिङ भिडियो बनाउँदै छु हेर्नु न यहाँ चाहिँ रेड कलरको ब्यागमा के छ अनि चकलेट र स्याउहरु पठाएको थिए अनि चकलेट र स्याउ चाहिँ हिजो नै खाइहाले ए लोट्यो अनि यहाँनिर चाहिँ म के छ त भनेर ओपन गर्छु साथीहरु अनि के छ है ओपन गर्दैछु फर्स्टमा छ मेरो बेबीलाई कपडा अनि यस्तो क्यूट कपडा ल्याइदिएको छ अनि एकदमै सफ्ट एकदमै लाउँदा पनि कस्तो राम्रो देखिने कपडा अनि मेरो बेबीलाई हेर्नु न व्हाइट र के भन्छ यसलाई व्हाइट र नि के भन्छ के कलर भन्छ यसलाई आकाशे कलर मिक्स दिएको टी-शर्ट चाहिँ यो चाहिँ टी-शर्ट भइहाल्यो साथीहरु अनि यो चाहिँ हो तलतिर लाउने अनि यस्तो हुन्छ साथीहरु गिफ्ट भनेको सानो ठुलो अनि सम्झेर ल्याएपछि त्यो नै ठुलो कुरा हो मैले चाहिँ त्यसले केही नल्याउँदा पनि यतिकै केही नै हुन्थेन तर उले चाहिँ सम्झेर ल्यायो थ्यांक यू भन्न चाहन्छु धेरै धेरै धन्यवाद मुन्नु तिमीलाई चाहिँ मैले धेरै नै मिस गरेर आउँथे पहिला पनि अनि हामी चाहिँ धेरै टाइम लगभग 2 वर्ष जति नै सँगसँगै पढ्यौं सँगसँगै गर्यौं अनि उ हुँदो रहेछ के साथीहरुमा चाहिँ
यस्तो कास्ट पास्ट डजन्ट म्याटर के कास्ट होस् या पास्ट होस् त्यो कुनै हुँदो रहेछ कि। अनि सङ्गी साथी भनेको घर फ्यामिली भन्दा पनि माथि के माया, त्यो छुट्टै माया हुने के साथीसँगको माया त्यो हुन्छ नि। मैले चाहिँ यति धेरै साथी भयो स्कुलहरूमा पनि भयो, तर ऊ जत्तिको साथी चाहिँ मेरो बेस्ट फ्रेन्ड नै हो कि। हरेक कुराहरू सेयर गर्ने उसँग चाहिँ, हरेक कुराहरू उसको, मेरो सुख दुःख, मेरो लो लेभल त्यसपछि हाई लेभल हरेक कुरामा उसले चाहिँ धेरै नै सपोर्ट गरेथ्यो कि मलाई चाहिँ। मेरो म उमेरले त ऊ मभन्दा अलि नै एजेडै हो, तर दिदी जस्तो पनि, अनि फेरि प्लस साथी जस्तो पनि, सबै कुराहरू सेयर गर्ने कि। अनि धेरै सम्झना धेरै माया छ अझै पनि उसलाई। अनि त्यसपछि यो मेरो लागि साथीहरू ढ्यान्टाडान के हो त भन्नु होला, यो चाहिँ हो वान पिस। म चाहिँ यस्तो कपडाहरू त खासै चाहिँ लाउँदैन, तर पनि उसले सम्झेर ल्याइदिएपछि माइन्ड गर्नुहुन्न होला। सम्झेर ल्याइदिएपछि यो चाहिँ वान पिस एकदमै राम्रो छ यो, अनि मलाई चाहिँ एकदमै मन पर्यो। उसले सम्झेर ल्याइदियो, यो सफ्ट छ। अनि मेरो बाबुलाई मलाई अनि गिफ्ट ल्याइदिएकोले मेरो गिफ्ट। आई एम सो ह्याप्पी फर यो गिफ्ट मुन्नु। धेरै नै माया छ। अनि भन्दै यति नै हो साथीहरू आजको भिडियो। मैले चाहिँ यति नै थियो। अनि कसैले चाहिँ सम्झेर ल्याइदिएपछि त्यो खुसी नै व्यक्तै गर्न नसकिने के। अनि फुरुक 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 खुसी नै छुट्टै हुने। अनि त्यस पछाडि चाहिँ साथीहरू म चाहिँ बाबुलाई लगाएर पनि देखाउँछु। साथीहरू म चाहिँ अहिले ड्रेस तेरो बा ल के बोले भाइ? अब के बोले के जथाभावी बोले? जम्मा यस्तो त बिठे गर्छस् त। साथीहरू फाइनल लुक चाहिँ यस्तो छ। हामी आमा छोराको यसले थियो हाम्रो गिफ्ट चाहिँ। अनि आजलाई यति नै गरेँ। कस्तो लाग्यो तपाईँहरूलाई हाम्रो गिफ्ट कमेन्ट बक्समा कमेन्ट गर्नु होला। थ्याङ्क यू, फेरि पनि थ्याङ्क यू मुन्नी, तिमीलाई धेरै धेरै माया धेरै धेरै सम्झना, अझ यस्तै प्रगति गर्दै जानु भन्न चाहन्छु। अनि थ्याङ्क्स फर तपाईँहरूलाई सबैजनालाई धन्यवाद। अनि मेरो भिडियो चाहिँ सबैजनाले धेरैजनाले मन पराइदिनु भएको छ। थ्याङ्क्स फर वाचिङ भन्न चाहन्छु तपाईँहरू च्यानलमा कोही नयाँ हुनुहुन्छ भने। अनि म चाहिँ एलिसा मगराती। अनि तपाईँहरू चाहिँ च्यानल भिजिट गर्न नभुल्नु होला साथीहरू। अनि सब्सक्राइब पनि गर्नुपर्ने हुन्छ भन्दै आजको भिडियो मैले चाहिँ अनबक्सिङ भिडियो यहाँ एन्ड गरेँ साथीहरू। तपाईँहरूलाई भिडियो के कस्तो लाग्छ अनि कमेन्ट गर्नु होला है त। थ्याङ्क्स फर वाचिङ, बाई बाई।